आज फेरि के को तरकारी हो? आज चाहिँ यो इस्कुसको मुन्टामा चाहिँ आलु मिसाएर पकाएको सादा खाना अनि दाल इस्कुसको मुन्टा अनि अचार छ ल आजको खाना चाहिँ। दाललाई इस्कुसको मुन्टा नि के फर्सीको मुन्टा जस्तै हो कि हो यो? होइन नि, इस्कुसको मुन्टा छुट्टै हो तर एकदम एनर्जी दिन्छ नि यसले। यो चाहिँ बुवालाई? बुवालाई। ल फटाफट तोड्न थालिसक्यो ल। अनि यत्रो त बुढी म कहाँ खान्छु त अब। मिठो भन्छ लु। स्वादिलो भन्छ इस्कुसको मुन्टा त। पाहुना आएका छन् घरमा। पाहुना चाहिँ फेरि रूपक थापा हो। अब यस्तो छ काठमाडौँको खाना, स्वादिष्ट पाराले खाने। गाई मेरो चाहिँ बिहान त यति राख्छु छ। कति मिठो हुन्छ बिहान खाएको। चाहिएन सब खाना हो के भने त्यो चिल्लो खाने भनेको बोसो खानु भने मम्मी कहाँ खान्छ नि त? त्यो बोसो क्या थोरै थोरै इस्कुसको मुन्टा। दाल दिनु हो तपाईँलाई? माइला लु आज नाच्नु भयो सब्जी ए माइलामा माइला भएको भयो। दाल यहाँ छ मासु यस्तो गरेर खाना पनि भएको छ। यसमा ठुली कान्छी खुसी भएको छ अरू भन्दा है। बँदेलको माया छन्। मासु पनि मिसायो क्या? मासु नि छ त मलाई त। होइन त्यहाँ एउटा बोले खानु रूपकले कहाँ भयो खाना? बजार है? च्याख्ला चाहिँ कहाँबाट ल्याएको थिएँ? यो च्याख्ला यो त किनेको। ए गाउँबाट भलजरबाट पठान्थ्यो होइन? त्यो त थोरै थियो त्यो सक्नु लाग्यो त। च्याख्ला गुन्द्रुक दही मही सबै रहेछ नि। सब छ सब। यत्रो फेरि खर्च च्याख्ला यो त नअड्दिने नि तपाईँले। गिलो पारेछ नि। मैं सब जे गर्छ भनेर सब सुरुमै रेडी पाएको आएछ। ए मोबाइलको लकमा सबै थाहा थियो त्यस्तो सब चेन्ज गरेर आएर त कम भएको ए यति भएको त हजुरले पुग्दैन अब छ त पलासीमा त्यो त्यही उसमा त्यही तिनै छ त अलि भित्तामा पलासीमा झ्याप्पै होइन लेडिजको कि उसको छोरा मान्छेको। ल ल ल